आरुषि ढकाल हो ए अनि हजुर कति क्लासमा पढ्नुहुन्छ 5 क्लासमा पढ्नुहुन्छ ए कति ठुली पो हुनुहुँदो रहेछ त अनि कति वर्षको हुनुभयो नि 3 लागि नेपालीमा के भन्छ 10 ए 10 वर्षको हुनुभयो ए अनि हजुरको स्कुलको नाम के हो नि नर्सरी स्कुलको नाम ओल्भरह्याम्पटनमा छ ए अनि हजुरको घरमा को हुनुहुन्छ मम्मी आई दिदी म अनि दादा हो अनि यो चाहिँ के टोय हो नि ब्लुई टोय हो अनि यो कसरी यो के हो यसको नाम के हो हजुर यो फ्लोटी अनि यो युनिकर्न फ्लोटी हो अनि यो युनिकर्न हो ए अनि यो कसरी प्ले गर्नुपर्छ के गर्नुपर्छ यो गरे अनि यो गर्ने अनि ए ओके अनि हजुरको नेपालमा को हुनुहुन्छ आमा बुवा अनि बुवा आमाको नाम के हो मनमाया ए अनि बुवाको नाम गणेश अनि अर्को आमाको नाम सासी हो ए अनि अरू को हुनुहुन्छ नेपालमा दियोक पनि हुनुहुन्छ ए अनि दियोक अनि दियोकको बाबाको नाम के हो गोपाल ए अनि दियोकको मामुको नाम बिर्स्यो कसको सोध्नु भएको दियोकको मामुको नाम के हो भनेको बिर्सिनु भएछ युजिना आमा ए अनि तिम्रो फुपू चाहिँ को हुनुहुन्छ नि अनि वर्षा फुपू अनि गणेश पनि फुपू हो अनि अस्ट्रेलियामा हुने समु फुपू अनि अर्को अनि के अरे उसमा कारे दिछानन का फ्रेडु कोसँग छ कुन फुपूसँग छ थाहा छैन तिमीलाई दिच्छा फुपू अनि अर्को अनि यहाँनिर हजुर अनि लन्डनमा को हुनुहुन्छ नि हो अनि अक्कु पनि हुनुहुन्छ नि रुजन दादाको मम्मी जुनु फुपू अनि ब्रायन दादाको मम्मी जुनु फुपू निशा फुपू बसन्ती फुपू यु हेभ 1 डजन 1 दर्जन हुनुहुन्छ तिम्रो फुपूहरू अनि तिम्रो आर्य दिदी तिम्रो दिदीको नाम के हो आर्यानी दिदी कति क्लासमा पढ्नुहुन्छ 3 क्लासमा ए 3 भनेको 5 हो ए तिमीलाई त नेपाली सबै आउँदो रहेछ त कसले सिकाउनु भएको मामुले कति राम्रो नेपाली सिकाउनु भएको मामुले नि जान्ने आफू पनि जम्प गर्नु भएको अनि यो ब्लुई टोय कसले किनिदिनु भएको मम्मीले अनि यो चाहिँ यो त टोनीको हो नि टोनीको होइन नाउ हो
अनि तिम्रो आर्य दिदीलाई कति धेरै भोक लाग्छ यो यति धेरै खानेकुरा खोजे कि होला खानेकुरा खोज्दै हुनुहुन्छ किचनमा दिदी हङ्ग्री भयो हो तिमी चाहिँ हङ्ग्री भएको छ कि छैन आज तिमीले के खायो भन त तिमी नि हङ्ग्री भएको छ के खानु भयो आज समोसा माम अनि सबै त भन न फ्रुट्सहरू पनि भन अनि अनि थाहा छैन सुन्तला चालै छ त अनि अरू रास्पबेरी अनि फ्याप पनि खायो होला फ्याप अर्को एउटा गोलो गोलो थियो नि पिकान पिकान अनि उता मामुले तताएर दिनुभएको थियो नि अघि के थियो अर्ली इन द मर्निङ इन ब्रेकफास्टमा के खायो होइन अघि आलु के हो त्यसको नाम समोसा आलु टिक्का आलु टिक्की के हो समोसा ए अनि पिकान पनि खानुभयो अनि अरू के छ भन्नु नि थाहा छैन